हेलो गाइस, वेलकम टु माई न्यू ब्लग होइन। आजको ब्लगमा हामी 4 जनाबाट सुरु भएको छ। अहिले एउटा हाम्रो ऱ्यापर दाई हो होइन। दाई तपाईँको त्यो ब्लग नाम भनिदिनु। मेरो अभि अफिसियल हो। अभि अलिस्य यहाँ हाम्रो अनिस डन होइन। दिले भाइ यता आइज त, यहाँ आइज नि यहाँ है नजाएर हुँदैन नि यहाँ गाई होइन। हामी चाहिँ रातो खोला जानु थालेको होइन। अहिले ऱ्याप हान्नुहुन्छ अब रातो खोलामा तपाईँहरूलाई ऱ्याप स्याप देखाउँछु। यहाँबाट हिँड्दैछु हामी। गीत पनि बन्द भयो। बजा त भाइ यही गीत फेरि गीत चाहिँ एउटै छ गाइज होइन। अब यताबाट गयो भने गाइज मेरो बन्दुकहरू त्यता लुगाएको छु मैले गाइज। हेलो गाइज होइन, वेलकम टु माई न्यू ब्लग। आजको ब्लग मेरो घर छेउबाट सुरु भएको छ। यहाँ हामी 4 जना होइन। म चाहिँ मलाई चिन्नुभयो होला, बर्दिवासको दादा हो नि। म त फेरि यताउता हल्ला सल्ला ठटाकठुटी गयो। यता अनिस भाइ छ, यहाँ अहिले भेट्ला छ अहिले। यहाँ हाम्रो ऱ्यापर दाई हुनुहुन्छ। ऱ्यापर दाईहरू अगाडि हाम्रो दिले भाइ उता जनताको होइन। हामी चाहिँ आज रातो खोला जान आँटेको छ। अनि रातो खोला गएर नुहाउनु आँटेको होइन। यहाँ गीत सिट बजाएर हिँडेको छ होइन। हो अनि गाई यता ऊ हेर्नु अरे स्कर्पियो सबै गाई बिस्तारै होइन। सुत्नै पर्यो जिन्दगीको होइन। हामी यताबाट हामी यताबाट गइरहेको छौँ होइन। यता मान्छेहरू हिँडिरहेको छ गाई। दिदी यहाँ आयो भनिदिनु त। दिदी लजाउने भयो होइन, तर हामीलाई केही भएन। दिदी लजाएर हामीलाई केही हुँदैन गाइज होइन। केही खोटिँदैन हाम्रो। हामी हिँड्दैछु, सङ्घर्ष त गर्दैछु होइन। यहाँ हाम्रो अनिस भाइ बोल्ने तपाईँहरूसँग ल। अनिस भाइ अब हान्छ अनि ल ल ल गाइज होइन। हामी त्यहाँबाट अब सिधा जानुपर्ने हुन्छ। त्यहाँबाट अलिक माथि चढ्नुपर्छ होइन गाइज। ल दाइ एउटा दुइटा जाओस्। त्यसै गरी अब हाम्रो यस ब्लगको जिम्मेवारी चाहिँ म मेरो भतिला किन अनि ब्लग त्यहाँ माथिबाट अब रातो खोलाको आउँछु। ल गाइज होइन। यिनीहरू सब लाटो हो, केही बोल्नु सक्दैन। म हो यता हाम्रो काले डन आउँदैछ। आइज त ल आइज यसले चाहिँ गाइज तपाईँहरू यताउता हिँड्यो कि यसले ठ्याक्ठुक हानिदिइहाल्छ है। ल अनि गाइज अब यहाँबाट हामी सिधा जानुपर्ने टक्क यहाँ गाल्डो टोल आइसकेको छ। हाम्रो घर चाहिँ बर्दिवास हो, वडा नम्बर 1 मा होइन। यहाँ अङ्कल हाई भनिदिनु त। यता तपाईँ भाइरल हो, भाइरल यस्तो भन्दैन भने त हाई हुँदै हुँदैन नि होइन। गाइज हामीले मान्छेहरूलाई चार्दै हिँड्यो बाटोमा। कताबाट जाने हो गाइज? हात पनि धोइसक्यो यिनीहरूले। के गर्नु थाल्छ, कताबाट जाने हो। ल हामी यताबाट आयो गाइज होइन। अब यहाँबाट चाहिँ हामी यो मनुङ्गा बस्तीको बाटो छिर्यौँ होइन। ल साइड यहाँ अङ्कल गइरहनु भएको छ। यता बाटो फेरि सानो छ होइन। हाम्रो हिँड्दा हल्लिहाल्छ एउटा। हाम्रो अनिस भाइ त्यहाँनिर छ होइन गाइज। अनिस भाइ त्यहाँ बसिरहेको छ। अनि हामी यहाँबाट स्टाइलिसमा हिँड्न मन छ भने अनिस भाइसँग अनिस भाइले स्टाइलिस कन्ट्याक्ट होइन ड्रिपी वाइ जस्तो हिँडिन्छ अनिस भाइ चाहिँ। देखाइदिउँ त ल। ल अनिस भाइ देखाइदिए ल। हेर्नु गाइज होइन। पाइन्ट पनि मुनि मान्छे पनि अलि साइको छ। यो चाहिँ फेरि बेला पागल बोलाउँछ होइन। हामी चाहिँ अब ठिकै हो। म चाहिँ होइन अरूभन्दा यताउति हिँडिरहन्छु, बेला हराइरहन्छु म चाहिँ गाइज। पागल अब हामी यताबाट राइट लाग्यो होइन गाइज। तपाईँहरूलाई पनि थाहा होला रातो खोला भनेको अरू नभए नि गाइज। ल अनिस भाइ यो भिडियोमा के चाहियो ल भनिदिए त ल। लाइक सेयर सब्सक्राइब सब हानिदिनु होइन। ल अनिस भाइले भनिसक्यो गाइज, यति गर्नु पर्यो। नभए अनिस भाइले थाहा होला घरमै आउँछ फेरि AK-47 लिएर है। यति चाहिँ मैले भनिदिइसकेँ। घरमै 2टा पिस्तोल छ अनिस भाइको फेरि होइन गाइज।
एकछिनमा हामी माथि ल माथि गएर भेटौँ गाइज ल थ्याङ्क यू सो ल ल गाइज त्यसै गरी अब हामी चाहिँ आइपुगेछौँ बर्दिवासको गौरी डाँडा भन्ने ठाउँमा। अघि गाउँमा थियौँ र भाइहरू पनि यहीँ छ। ल भाइहरू हाई गरिदेऊ हाई गरिदेऊ। हामी कहाँ आइपुग्यो भनिदेऊ र हामी कहाँ आइपुग्यो भनिदेऊ। हामी गौरी डाँडाको उकालो चढ्दैछु होइन। ल मैले झुटो बोले होइन, साँच्चीकै गौरी डाँडा आइपुग्यो हो। र गाइस आइसक्यो मेरो हातमा होइन। ल यसरी गरौँ होइन गाइस। गौरी डाँडा होइन, गौरी डाँडाको भ्यू हेर्नु गाइस। अङ्कल हाई भनिदिनु न। ल अङ्कलले हाई भनिदिनु भयो होइन। अब गौरी डाँडा माथि चढेको छ हामी। लाइक सब्सक्राइब ल हामी माथि चढिसकेको छौँ। अनि यता होटेल सोटेल छ होइन। गौरी डाँडा माथि थाना मामा घर होइन गाइस। हाम्रो दिलु अगाडि छ। हाम्रो दिलु अगाडि छ। यस्किनु हो दिलु त फेरि जहाँ हिँड्यो नि यसलाई फेरि केटीले यस्किनु भनिहाल्छ गाइस। गाह्रो छ यसलाई बिचरा। गाह्रो छ जिन्दगी, गाह्रो छ यसको। हिँड्नै मन लाग्दैन रे यसलाई। चड्डी बोकेर हिँड्दा त गाई छैन। खोजीमा चढी मान्छे भने पढिहालेछ। अब एउटा साथी छ अमद भन्ने, त्यसकोमा जानु छ गाइस। अनि त्यसलाई लिएर जाने रातो होला। अनि चलिने दाइ त फेरि हामी त फेरि कडा हुने दाइ 2-3वटा पेस्तोल छ उता फेरि रातो खोलामा नि मेरो होइन। कोही नि खोज्न आयो भने त्यही रातलुट हुने दाइ पेस्तोलले फेरि म त भतिजले अँगालो हालिदिन्छ काकालाई। काका भतिज अगाडि दिलु हो नि कहाँ काका। दिलु काका भतिज सब साइको साइको हो होइन। यहाँ फुच्चाफुच्ची छ, अन्ती छ, बाइक पसल छ, सबै पसल। हामी अख्तियार आइसकेको छ गाइस। अमुरको घर कहाँ हो? उहाँ हिँड्न माथि अझै उठो उस पछाडि हो, स्कुल पछाडि हो जनता स्कुलको गाइस होइन। हामी अब साथीलाई लिएर चल्दिने हो। ठट्टा हान्नु पनि फेरि यता यो अख्तियार दाइ गाइस बल हेर्नु त्यहाँ माथि नेपालको झन्डानिर त्यो बल चाहिँ गाइस मेरो जसरी अस्ति हराएको थियो मामाहरू ल्याएर यहाँ तास्दै छ। दाइले ल्याङ हानिरहनु भएको। दाइले यहाँ ल्याङ कति भिडियो बनाएको भन्दै हुनुहुन्छ गाइस। भिडियोमा होइन तपाईँ कमेन्ट दिनु यो दाइलाई के भन्नुहुन्छ होइन। अनि यो दिलुलाई के सुधार्नु पर्यो सब्सक्राइब हान्नु पर्यो। अर्को पाल हामीले के सुधार गर्नु पर्यो होइन। हामी भर्खर भर्खर गर्नु थालेको छौँ भ्लग। भर्खर भर्खर सुरु हो गाइस हाम्रो चाहिँ। बोल्दैखेरि हाम्रो बल खेलेको भिडियो बल खेलेको भिडियोहरू आउँदैछ ऱ्याप आउँछ। बेला बेला। हाम्रो दाइ ऱ्यापर दाइको आउँछ होइन। अनि यहाँ आन्टीहरू हुनुहुन्छ होइन। अनि हामी यहाँबाट यताबाट ल फाइनल्ली हामीले हाम्रो प्रिन्स भाइ हाई गर्नु न। प्रिन्स भाइ र अमोद भाइलाई पनि भेटिसकेको छ। हाई गर भाइ। देख्यो कि देखेन? देखेछ। र त्यसै गरी अब हामी गौरी डाँडाको जनसेवा हस्पिटल भन्ने ठाउँमा आइसक्यौँ। र तपाईँहरू केही कथमले बाइकले गाडीले टाउको साउको किच्यो ओऱ्यो भने घाइते भयो भने यस हस्पिटलमा आएर उपचार निःशुल्क गर्न चाहिँ सक्नुहुन्न। पैसा चाहिँ तिर्नुपर्छ। कस्तो बोलेँ मैले। र त्यस्तै हो। अरू भने लाइक कमेन्ट हान्दै गर्नु। हामी बेला बेलामा भ्लग हाल्दै गर्छौँ। धन्यवाद। ल म चाहिँ अब यो भ्लग अब कुनै पेस्तोलवालालाई दिन आँटेको थिएँ। अहिले बम पाएर हाल्नु लागिरहेको छ। ल होइन बन्द गर्नै उहाँ गएर गर्नु के। ल अब हामी उहाँ रातो खोला पुगेर गर्छ होइन भ्लग स्लग।